नमस्ते यहाँहरू सम्पूर्णलाई स्वागत छ मेरो भिडियोमा। तपाईँहरूलाई आज म विशेष एउटा के जानकारी दिन चाहन्छु भने तपाईँहरूले ब्याट्रीवाला सामान लकेजमा राख्दा सानो लकेजमा राख्नुहोला। 24 इन्चीको लकेजमा राख्नुभयो भने तपाईँहरूलाई सहज हुन्छ, बिना झन्झट तपाईँको सामानहरू जान सक्छ। ठुलोमा राख्दा गाह्रो हुन्छ, 24मा राख्दा तपाईँको प्याकेजहरू मजाले पास हुन्छ र तपाईँको ब्याट्रीवाला सामान त्यसमा राख्दा मजाले जान्छ है। ब्याट्रीवाला सामान सकभर तपाईँले 24 इन्चको लकेजमा हालेर ल्याउनु भयो भने यहीँबाट काउन्टरबाट सिधै पास भइहाल्छ र तपाईँहरूलाई त्यस्तो समस्या हुँदैन। ठुलोमा राखिदिनु भयो भने ठुलो चाहिँ स्क्यानमा मेसिनमा राख्न सक्छ र स्क्यान मेसिनमा चेक गर्यो भने स्क्यान मेसिनले तपाईँको सामानहरू सबै देखाइदिन्छ। त्यस कारणले उनीहरूले फेरि खोल्न लगाउँछ, झन्झट हुन्छ। त्यस कारणले ब्याट्रीवाला सामान केही पनि छ भने सकभर हजुरहरूले 24 इन्चीको लकेजमा हालेर ल्याउनुहोस्, मजासँग पास हुन्छ। 24 इन्चीको लकेज यतै काउन्टरबाट सिधै डाइरेक्ट पास भइहाल्छ। त्यसपछि तपाईँको कुनै ठाउँमा रोकटोक हुँदैन है। र ब्याट्रीवाला सामान भन्नाले टर्च लाइटहरू तपाईँसँग धेरै मात्रामा छ, सेभिङ मेसिनहरू छ होइन। त्यस्तो ब्याट्रीवाला जुनसुकै सामान पनि अलिक ठुल्ठुलो क्यापेसिटीको छ भने सानो सानो त्यो भनौँ न जस लकेजमा अटाउने साइजको बुफरहरू, त्यो ब्लुटुथ स्पिकरहरू छ भने ब्याट्री फिटिङवाला त्यो पनि जान्छ। त्यस कारणले तपाईँले 24 इन्चको लकेजमा हाल्दा चाहिँ राख्दा चाहिँ मजासँग पास हुन्छ। त्यस कारणले हजुरहरूले 24 इन्चको लकेजमा ती सामानहरू ब्याट्रीवाला सामानहरू राखेर आउँदा राम्रो हुन्छ। अहिले ह्यान्ड क्यारिम पनि धेरै टाइट गरेर आएको छ, ह्यान्ड क्यारिम पनि धेरै मात्रामा छ भने ब्याट्री जाने सामानहरू एलाउड छैन। त्यस कारणले तपाईँले एक दुईवटा पिस छ भने, सेट छ भने फरक परेन, ह्यान्डब्याग पनि लान सकिन्छ। र धेरै छ भने तपाईँले 24 इन्चको लकेजमा प्याकिङ गर्दा पास हुन्छ। त्यस कारणले त्यसरी नै आउँदा राम्रो हुन्छ। अहिले एकदमै टाइट छ, कहिले ह्यान्डब्यागमा दिँदैन, कहिले लकेजमा दिँदैन, कहिले केमा दिँदैन, त्यस्तै तनाव दिइरहेको छ। त्यस्तै कारणले एकदमै टाइट छ। सकभर तपाईँहरूले 24 इन्चको लकेजमा ल्याउँदा अहिले चाहिँ त्यस्तोमा गइरहेको छ, दिइरहेको छ र त्यस्तोमा पास भइरहेछ। र त्यो पनि चेकिङ गर्यो, खोल्यो भने त्यसमा पनि फेरि कहिलेदेखि रोक्छ थाहा हुँदैन। त्यस कारणले ब्याट्रीवाला सामानहरूलाई एकदमै टाइट छ अहिले। त्यही अनुसारले प्याकिङ गरेर आउनुहोस्। एक दुई सेट छ भने लान सकिन्छ। धेरै मात्रामा त्यस्ता ब्याट्री जाने सामानहरू नकिन्नुहोस्, नलानुहोस्। सकभर मेरो चाहिँ त्यही हो तपाईँहरूलाई सल्लाह सुझाव भन्न चाहेँ। र अन्य जानकारीहरू म फेरि पनि तपाईँहरूलाई फेरि पनि अरू भिडियोमा राखिदिनै छु। तपाईँहरू सम्पूर्णले साथ सपोर्ट माया गरिराख्नु भएको छ। साथ सपोर्ट मायाको लागि धन्यवाद। फलो गर्नुहोस्, फेसबुकमा जोडिनुहोस्, टिकटकमा जोडिनुहोस्। थ्याङ्क यू सो मच सबैजनालाई।